यसमा कुनै स्पष्ट यो अस्पष्टता छँदै छैन। अनुगमन प्रभावकारी छैन। अनुगमन प्रभावकारी नभएको प्रमाण के हो भने चाहिँ नि अहिले त्यहाँ शिविरमा भइरहेका लडाकुहरू चाहिँ नि 19,000 को संख्यामा छन् भन्ने बारेमा पनि चाहिँ नि अधिकांश सबै जसोले छैनन् भन्ने सूचना दिइराखेका छन्। त्यही जानकारी आएको छ। तर अनमिनको रिपोर्टमा 19,000 की हाजिरी छ भने समथिङ इज सिरियसली डिफेक्टेड। त्यसैले अहिलेको उनीहरूको म्यान्डेटले टर्म्स अफ रेफरेन्सले अनुगमनको काम प्रभावकारी हुन नसकेको हो भने अबको टर्म्स अफ रेफरेन्स प्रभावकारी हुनु पर्यो। अप्रभावी अनुगमनको चाहिँ आवश्यकता छैन। यो स्पष्ट छ। र अब हतियारको मात्रै अनुगमन गर्न हेर्नको लागि ताजा लाएर राखेको कन्टेनरभित्र भएको हतियार रुङ्नलाई मात्र त त्यसको आवश्यक परेन। अर्को कुरो यहाँ चाहिँ ध्यान दिनुपर्ने कुरो के हो भने संविधानको खुलेआम उल्लङ्घन भयो। संविधान अनुसार शिविरमा भएका लडाकुहरूको रेखदेख, नियन्त्रण, निर्देशन विशेष समितिले गर्छ भनेर। तर विशेष समितिको न रेखदेख छ, न नियन्त्रण छ, न निर्देशन छ। म पनि विशेष समितिको सदस्य। तर विशेष समितिको निर्णय एउटा कन्सेन्ससको आधारमा हुन्छ, सबैको मन्जुरीका आधारमा हुन्छ। माओवादी पनि विशेष समितिको एउटा महत्त्वपूर्ण पक्ष हो। उनीहरू तुरुन्त नै यो विशेष समितिको रेखदेख, नियन्त्रण र निर्देशनमा आउन उनीहरू तयार छन्। घोषणा गरेको छ। सरकारले त्यसलाई चाहिँ नि महिनै पछि 16-17 करोड रुपियाँ बुझाएको छ उनीहरूको भत्ताको लागि, उनीहरूको भरण पोषणका लागि। तर त्यहाँ एउटा पार्टीको निर्देशनमा, एउटा पार्टीको नियन्त्रणमा शिविरहरू रहेको छ। र त्यहाँ राजनीतिक प्रशिक्षण हुन्छ। तपाईहरुले भर्खरै सुन्नु भएको छ, राजनीतिक प्रशिक्षण भयो। प्रचण्डजी जानुभयो, उहाँका पार्टीका अरू नेताहरू किरण रामबहादुर लगायतका साथीहरूले प्रशिक्षण दिनुभयो भन्ने खबर आएको छ। त्यसको रिपोर्ट पनि मिडियामा आइसकेको छ। के सरकारको भरण पोषण गरेर थानिएको एउटा शिविर, ट्याक्स पेयरको रकममा ट्याक्स पेयरले तिरेको राजस्वको आधारमा चलेको शिविर एउटा राजनीतिक पार्टीको नियन्त्रण र निर्देशनमा चल्न सक्छ र त्यहाँ राजनीतिक प्रशिक्षण दिन मिल्छ? कदापि मिल्दैन। यो बारेमा पनि अनमिनलाई राम्रो जानकारी छैन भने अनुगमन प्रभावकारी भयो किन नभने? विवाद उठ्नु स्वाभाविकै हो। विवाद उठ्छ किनभने जहाँ विशुद्ध लडाकुहरूको भरण पोषण उनीहरूलाई भनेर राखेको चाहिँ शिविरमा यदि राजनीतिक प्रशिक्षण एउटा पार्टीको हुन्छ भने त्यो सरासर आपत्तिजनक। शान्ति पीस प्रोसेसमा छिमेकीहरू बाहेक, ठुला दुईटै छिमेकीको बाहेक अन्तर्राष्ट्रिय संस्थाको संलग्नता होस् भन्ने चाहना भित्री पक्षको पनि रहेको र हामीले हाम्रो वास्तवमा घर झगडामा कुनै छिमेकीको संलग्नतालाई बाध्यताका साथ शान्तिप्रतिको जनताको एउटा जुन चाहना हो त्यो चाहनालाई पूरा गर्ने उद्देश्यले स्वीकार यता आयौँ र अनमिनलाई हामीले अत्यन्तै सीमित भूमिका दिएका छौँ। शान्ति प्रोसेस हामी आफै सञ्चालन गर्ने यहाँका दलहरू सक्षम छन्। त्यसैले कुनै पनि हतियार भएका शान्ति सेनालाई हामीले अस्वीकार गर्यौँ र हतियारको सेनाको अनुगमन, निरीक्षण, सुपरभिजन बाहेक हामीले अनमिनलाई कुनै अरू अधिकार दिएका पनि छैनौँ। यता आएर खास गरी दलहरू बीच जुन खालको द्वन्द्व बढ्दैछ, असमझदारी बढ्दैछ, दलहरू बीच बढ्दै गएको असमझदारीसँगै कुनै न कुनै हिसाबले अनमिनको भूमिकामाथि पनि दलहरूले प्रश्न उठाउने या विवाद खडा गर्न सक्ने, विभिन्न विवाद उत्पन्न गर्ने खालका स्थितिहरू हुन गइरहेको हामी देखेका छौँ। यसमा म के भन्छु भने यो नेपाल सरकार र अनमिनको बीचमा या युएनको बीचमा अनावश्यक खालका विवाद खडा गरेर हामीले एकातिर अन्तर्राष्ट्रिय क्षेत्र
को पिस प्रोसेसप्रतिको समर्थन र सहयोगलाई गुमाउने र अर्कोतिर यो शान्ति प्रोसेसलाई पनि अप्ठ्यारोमा पार्ने दुईटै काम यो कोहीबाट पनि हुनु हुँदैन। मन्त्रीहरू स्वयं अन्मिन लगायतका संस्था या माओवादी पक्ष कसैले पनि वास्तवमा यो नेपाल राष्ट्र र अन्मिनको बीचमा या पिस प्रोसेसमा संलग्न शक्तिहरू र अन्मिनको बीचमा अनावश्यक खालका विवादहरू तन्काएर अगाडि लाने, सार्वजनिकीकरण गर्ने र त्यसलाई प्रेस मिडिया मार्फत बहस चलाउने या विवाद चलाउने जुन तरिका यहाँ देखिन खोजेको छ त्यो एकदमै गलत छ। त्यसले वास्तवमा हाम्रो शान्ति प्रक्रियालाई पनि सहयोग पुर्याउँदैन र त्यसले हामीले अन्मिन मार्फत के भूमिका खोजेका हौं र शान्ति प्रक्रियामा जुन इन्टरनेसनल सपोर्ट हामीले खोजेका थियौं र प्राप्त पनि हामीले गर्दै आएका छौं त्यसमा पनि त्यसले समस्या खडा गर्छ। त्यसकारणले जे हुन खोजिरहेछ त्यो म त भन्छु त्यो मूर्खतापूर्ण काम भइरहेछ, चाहे जसुकैले गरोस्। पहिलो कुरो मेरो यो। दोस्रो कुरा के भने अब माओवादी लडाकाहरू शिविरमा कति छन्, यो लडाकाहरूको भरण पोषण गरिरहेको सरकारले थाहै पाउनु हुँदैन भन्ने कुरा पनि गलत हो। तर त्यसमा हामीले अन्मिनलाई दोषी बनाएर होइन या अन्मिनमाथि अट्याक गरेर होइन, हामीले दलहरूको बीचमा समझदारी गरेर नयाँ संख्याको खोजी गर्नुपर्दछ। र म नेकपा माओवादीलाई भन्न चाहन्छु कि उनीहरूले इमान्दारिताका साथ नयाँ संख्या सरकारलाई दिने या दिने कुरामा चाहिँ उनीहरूले सहयोग गर्ने या सरकारलाई आफै ल्याऊ भनेर त्यो लिने कुरामा उनीहरूले सहयोग गर्ने या अन्मिन माओवादी र सरकार रहेको संयन्त्र मार्फत एउटा सहमति गरेर नयाँ सरकार नयाँ संख्याको बारेमा सरकारले थाहा पाउनुपर्छ। नेपाली जनताले आफ्नो कर ट्याक्सबाट तिरेको राजस्व हामी चाहिँ एउटा निश्चित संख्यालाई दिइरहेका छौं र त्यो संख्या कति हो भनेर नेपाली जनताले वास्तवमा थाहा पाउनुपर्छ। किनभने हामीले हिजोदेखि नै माओवादीको संख्या गोप्य राखेका छैनौं। दुईटा चीजको बीचमा मोनिटरिङ गरिरहेछ नेपाली सेना र माओवादी लडाकाहरूको बीचको जो सूचनाको जो गोप्यता आयो त्यो राख्नुपर्छ। जस्तो कि माओवादी लडाकाहरूले नेपाली सेनाभित्र कति हतियार छ र कति अवसर कति के छ सोद्धाखेरि अन्मिनले दिनु मिल्दैन, उसै प्रकार अन्मिनले जो आफ्नो भित्री जो डाटा तयार गरेको छ त्यो सरकारलाई दिनु मिल्दैन। किनभने यो पहिला नै सम्झौतामा लेखिएको छ कि नेपाली सेनाको लोकतान्त्रिकरण गर्ने तथा माओवादीलाई रेखदेख स्थापना गर्ने, तिनीहरूको एक दूसराले हतियार लिएर चलखेल गर्नु नपाउने, एक दूसराले भर्ती गर्नु नपाउने र उसको जो डाटा छ त्यो एउटा अन्मिनले चाहिँ एउटा रेफ्लो भूमिका, एउटा निष्पक्ष भूमिका निभाइरहेछ। हाम्रो नेपालीको यो बानी हो कि अहिले आएर कति पनि काम जस नदिनु, 2 महिना पनि कम छ संविधान लेख्नु र त्योभन्दा पहिला समायोजन गर्नु छ या साथसाथमा समायोजन गर्नु छ भने सरकारी मान्छे नेपाली मान्छेहरू नेपालमा स्थित छ, नेपाल सरकारले भत्ता दिएर उनीहरू रासन दिइराखेको भन्छ, त्यो नेपाल सरकारलाई कहाँ पस्नु दिइँदैन। नेपाली सरकारले आफ्नो डाटा किन तयार गर्नु सक्दैन? कसलाई जानु दिएको छैन कन्टेनमेन्टमा नेपाल सरकारको कुन चाहिँ व्यक्तिलाई त भन्दाखेरि आफैले गर्नु नसक्नु, आफैले चेक सम्बन्धित मान्छेहरूलाई नदिनु नसक्नु, अहिले चाहिँ पत्रकारहरूको अगाडि, नागरिक समाजको अगाडि, कसको अगाडि राखेर चेक बाँड्ने। यहाँ त मुख्य कुरा जो हो कि माओवादी लडाकाहरू विशेष समितिको अन्तरमा